सांसद महावीर पुनको कटाक्षपूर्ण अभिव्यक्ति चर्चामा। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले नेपाली नेताहरूप्रति कटाक्ष गर्दै सामाजिक सञ्जाल मार्फत कडा अभिव्यक्ति दिएका छन्। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनप्रति राज्यको आवश्यक ध्यान नदिएको भन्दै उनको आक्रोश व्यक्त गरेका छन्। उनले लेखेका छन्, लौजा मेरो यो शराप लागोस्, नेपाली नेताहरूको दिमागमा विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तन भन्ने कुराले कहिले बास नगरोस् र सरकारको नीति तथा कार्यक्रममा ती शब्दहरू प्रयोग नहोस्। मेरो शराप लागेर उनीहरूलाई जनताले चिनुन् र भावी चुनावहरूमा त्यस्ता नेताहरूलाई भोट नदिउन्। त्यसैगरी उनले विज्ञान र नवप्रवर्तनलाई बेवास्ता गर्ने नेताहरूलाई इतिहासले पनि नकारात्मक रूपमा सम्झिने टिप्पणी गरेका छन्। कालान्तरमा विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनलाई हेला गर्ने नेताहरूलाई विकङ्गाल बनाएर यमराजले नर्कमा लगुन्, सोझा साभा र निमुखा नेपालीहरूलाई भगवानले रक्षा गरून्। पुनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै प्रतिक्रिया देखिएका छन्। उनले लामो समयदेखि नेपालमा अनुसन्धान प्रविधि र नवप्रवर्तनलाई प्राथमिक दिनुपर्ने आवाज उठाउँदै आएका छन्।